नमस्कार। विकास र परिवर्तनका अपार सम्भावनालाई सिरानी राखेर वर्तमानको कठिन र चुनौतीपूर्ण जीवन बिताउन बाध्य कर्णाली प्रदेश विगतका परिवर्तनका आन्दोलनहरूमा त्याग, समर्पण र बलिदानका कीर्तिमानहरू खडा गरेको कर्णाली प्रदेश अभाव, गरिबी, भोकमरी, भूकम्प लगायतका थुप्रै प्राकृतिक प्रकोपहरू झेल्दै कठिनाइका साथ राष्ट्र निर्माणमा योगदान गरिरहेको कर्णाली देशको राजनीतिक भविष्य सङ्कट परेसँगै जेनजी विद्रोह पश्चातको समसामयिक परिस्थितिलाई मध्यनजर गर्दै नेपालमा एउटा बृहत राजनीतिक रूपान्तरणको अभियान सहित अगाडि बढेको नेपाली कम्युनिस्ट पार्टीले यही मङ्सिर 27 गते वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेशको एकता सभा आयोजना गरेको छ। कर्णालीलाई राम्रोसँग बुझ्ने, कर्णालीको यथार्थलाई बदलेर सम्भावनाको मार्गमा डोर्याउने पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक कमरेड प्रचण्ड कर्णालीको विकटतासँग नजिकबाट सहकार्य गर्दै यहाँका चुनौतीहरूसँग सँगै रहेर अगाडि बढिरहनु भएका पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल आउँदै हुनुहुन्छ। नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने, गोलबन्द गर्ने र विशाल कम्युनिस्ट पार्टी लाखौं जनताको सहभागितामा निर्माण भएको कम्युनिस्ट पार्टीको एउटा ताजा जनादेशका साथ आगामी फागुन 21 गते सम्पन्न हुने निर्वाचन मार्फत जेनजी विद्रोहमा अभिव्यक्त भएका जनताको परिवर्तनका आकांक्षाहरूलाई सम्बोधन गर्ने प्रणका साथ, अठोटका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा 27 गते ठोस योजना सहित, नीति र कार्यक्रम सहित, वैचारिक मान्यता सहित एउटा नयाँ प्रतिबद्धता सहित यहाँ उपस्थित हुने कार्यक्रम भएको हुनाले नेपालको कम्युनिस्ट आन्दोलनमा गोलबन्द भएका मात्रै होइन, बाहिर रहेर पनि नेपालका कम्युनिस्टहरूलाई रूपान्तरणका लागि, खबरदारीका लागि, जनताप्रति जवाफदेही र उत्तरदायी बनाउनका लागि आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहनुभएका स्वतन्त्र व्यक्तित्वहरू, नागरिक समाज र जेनजी पुस्ताका तमाम भाइ बहिनीहरू उक्त कार्यक्रममा सहभागी भएर एउटा नेपालको यो राजनीतिक परिस्थितिबाट निकास निकाल्दै नेपाली समाजलाई समाजवादको बृहत्तर एउटा मोडेलमा अगाडि बढाउने उद्देश्यमा यहाँहरूको पनि साथ सहयोग रहने कुराको विश्वास सहित उपस्थितिका लागि म पुनः विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। धन्यवाद।